आजको प्रश्न नम्बर 1 मा रहेको छ नेपालको पहिलो बैंक कुन हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए नेपाल राष्ट्र बैंक, अप्सन बी राष्ट्रिय वाणिज्य बैंक, अप्सन सी नेपाल बैंक लिमिटेड, अप्सन डी कृषि विकास बैंक। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी नेपाल बैंक लिमिटेड। नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड हो। यसको स्थापना विक्रम सम्वत 1994 कार्तिक 30 गते राजा त्रिभुवनको पालामा भएको थियो। त्यसैगरी प्रश्न नम्बर 2 मा रहेको छ मानव शरीरको सबैभन्दा ठूलो अङ्ग कुन हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए कलेजो, अप्सन बी छाला, अप्सन सी फोक्सो, अप्सन डी आन्द्रा। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी छाला। मानव शरीरको बाहिरी आवरण ढाक्ने छाला शरीरको सबैभन्दा ठूलो अङ्ग हो। आन्तरिक अङ्गमा भने कलेजो सबैभन्दा ठूलो हुन्छ। त्यसैगरी प्रश्न नम्बर 3 मा रहेको छ नेपालको सबैभन्दा सानो जिल्ला कुन हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए ललितपुर, अप्सन बी भक्तपुर, अप्सन सी काठमाडौँ, अप्सन डी पर्वत। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी भक्तपुर। नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुर हो। यसको क्षेत्रफल 119 वर्ग किलोमिटर मात्र रहेको छ। त्यसैगरी प्रश्न नम्बर 4 मा रहेको छ गौतम बुद्धको जन्म कहाँ भएको थियो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए बोधगया, अप्सन बी कुशीनगर, अप्सन सी लुम्बिनी, अप्सन डी सारनाथ। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी लुम्बिनी। शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा ईसापूर्व 563 मा भएको थियो। लुम्बिनी युनेस्को विश्व सम्पदा सूचीमा पनि सूचीकृत रहेको छ। त्यसैगरी प्रश्न नम्बर 5 मा रहेको छ सार्कको सचिवालय कुन देशमा रहेको छ। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए भारत, अप्सन बी पाकिस्तान, अप्सन सी श्रीलङ्का, अप्सन डी नेपाल। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन डी नेपाल। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको सचिवालय नेपालको काठमाडौँमा रहेको छ। सार्कको स्थापना सन् 1985 डिसेम्बर 8 मा भएको थियो। त्यसैगरी प्रश्न नम्बर 6 मा रहेको छ भिटामिन सी को कमीले कुन रोग लाग्दछ। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए स्कर्वी, अप्सन बी रिकेट्स, अप्सन सी रतन्दो, अप्सन डी रक्त अल्पता। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए स्कर्वी। भिटामिन सी को कमी हुँदा गिजाबाट रगत आउने, दाँत कमजोर हुने जस्ता लक्षण देखिन्छन् जसलाई स्कर्वी रोग भनिन्छ। अमिलो फलफुलमा यो भिटामिन पाइन्छ। त्यसैगरी प्रश्न नम्बर 7 मा रहेको छ नेपालको पहिलो रङ्गीन चलचित्र कुन हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए आमा, अप्सन बी माइती घर, अप्सन सी कुमारी, अप्सन डी सत्य हरिश्चन्द्र। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी कुमारी। नेपालमा बनेको पहिलो कथानक चलचित्र आमा हो भने पहिलो रङ्गीन चलचित्र कुमारी हो। त्यसैगरी प्रश्न नम्बर 8 मा रहेको छ क्षेत्रफलको आधारमा नेपालको सबैभन्दा ठूलो महानगरपालिका कुन हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए पोखरा महानगरपालिका, अप्सन बी काठमाडौँ महानगरपालिका, अप्सन सी भरतपुर महानगरपालिका, अप्सन डी वीरगञ्ज महानगरपालिका। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए पोखरा महानगरपालिका। क्षेत्रफलको आधारमा पोखरा महानगरपालिका सबैभन्दा ठूलो हो, जसको क्षेत्रफल 464.24 वर्ग किलोमिटर रहेको छ। काठमाडौँ महानगरपालिका जनसङ्ख्याको आधारमा ठूलो भए पनि क्षेत्रफलको आधारमा सानो छ। त्यसैगरी प्रश्न नम्बर 9 मा रहेको छ प्रकाश वर्ष यानि कि लाइट इयरले के जनाउँछ। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए समय, अप्सन बी प्रकाशको तीव्रता, अप्सन सी दूरी, अप्सन डी पिण्ड। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी दूरी। प्रकाश वर्ष यानि कि लाइट इयरले अन्तरिक्षमा लामो दूरी नाप्ने काम गर्दछ। प्रकाशले एक वर्षमा पार गर्ने दूरीलाई एक प्रकाश वर्ष भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 10 मा रहेको छ नेपालमा शहीद दिवस कहिले मनाइन्छ। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए प्रत्येक वर्ष माघ 10 गते, अप्सन बी प्रत्येक वर्ष माघ 16 गते, अप्सन सी प्रत्येक वर्ष फागुन 7 गते, अप्सन डी प्रत्येक वर्ष जेठ 15 गते। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी प्रत्येक वर्ष माघ 16 गते। प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति दिने ज्ञात अज्ञात शहीदहरूको सम्झनामा हरेक वर्ष माघ 16 गते शहीद दिवस मनाइन्छ। प्रत्येक वर्ष माघ 10 गतेदेखि 16 गतेसम्मलाई शहीद सप्ताहको रूपमा मनाइने गरिन्छ।
त्यसै गरी प्रश्न नम्बर 11 मा रहेको छ नेपालको राष्ट्रिय झण्डामा कुन कुन आकृति रहेका छन्। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए चन्द्रमा र तारा, अप्सन बी सूर्य र चन्द्रमा, अप्सन सी त्रिशूल र डमरू, अप्सन डी स्वस्तिक र ओम। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी सूर्य र चन्द्रमा। नेपालको राष्ट्रिय झण्डामा माथिल्लो त्रिकोणमा चन्द्रमा र तल्लो त्रिकोणमा सूर्य अंकित गरिएको छ। त्यसै गरी प्रश्न नम्बर 12 मा रहेको छ सबैभन्दा बढी अक्सिजन दिने रुख कुन हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए आँप, अप्सन बी नीम, अप्सन सी पिपल, अप्सन डी साल। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी पिपल। पिपलको रुखले अरू रुखको तुलनामा 24 घण्टा अक्सिजन दिने मानिन्छ। यसलाई बोधि वृक्ष पनि भनिन्छ। त्यसै गरी प्रश्न नम्बर 13 मा रहेको छ नेपालको पहिलो प्रधानमन्त्री को हुन्। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए जङ्गबहादुर राणा, अप्सन बी भीमसेन थापा, अप्सन सी माधवर सिंह थापा, अप्सन डी रङ्गनाथ पौडेल। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी भीमसेन थापा। भीमसेन थापा नेपालको पहिलो मुक्तियार हुन् जो कि प्रधानमन्त्री सरहको पोस्ट थियो। उनले विक्रम सम्वत 1863 देखि 1894 सम्म शासन चलाएका थिए। त्यसै गरी प्रश्न नम्बर 14 मा रहेको छ विश्वको सबैभन्दा सानो चरा कुन हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए भँगेरा, अप्सन बी सुगा, अप्सन सी हमिङबर्ड, अप्सन डी कोइली। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी हमिङबर्ड। हमिङबर्ड विश्वको सबैभन्दा सानो चरा हो। यो पछाडिबाट पनि उड्न सक्छ। त्यसै गरी प्रश्न नम्बर 15 मा रहेको छ नेपालको संविधान 2072 कहिले जारी भएको थियो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए विक्रम सम्वत 2072 असोज 1 गते, अप्सन बी विक्रम सम्वत 2072 असोज 3 गते, अप्सन सी विक्रम सम्वत 2072 वैशाख 12 गते, अप्सन डी विक्रम सम्वत 2072 जेठ 15 गते। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी विक्रम सम्वत 2072 जे असोज 3 गते। नेपालको संविधान 2072 संविधान सभाबाट पारित भई 2072 साल असोज 3 गते जारी भएको थियो। त्यसै गरी प्रश्न नम्बर 16 मा रहेको छ एसियाको तारा लाइट अफ एसिया भनेर कसलाई चिनिन्छ। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए भिरकुटी, अप्सन बी अरनिको, अप्सन सी गौतम बुद्ध, अप्सन डी पृथ्वीनारायण शाह। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी गौतम बुद्ध। गौतम बुद्धले विश्वलाई शान्ति र अहिंसाको पाठ सिकाएको हुनाले उनलाई एसियाको तारा उपाधि दिएको हो। यो उपाधि उनलाई एडमन्ड आर्नल्डको पुस्तक द लाइट अफ एसियाबाट प्रसिद्ध भएको हो। त्यसै गरी प्रश्न नम्बर 17 मा रहेको छ नेपालमा हाल कतिवटा स्थानीय तहहरू रहेका छन्। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए 744 वटा, अप्सन बी 753 वटा, अप्सन सी 760 वटा, अप्सन डी 777 वटा। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी 753 वटा। नेपालको संघीय संरचना अनुसार देशभर जम्मा 753 वटा स्थानीय तहहरू रहेका छन्, जसमा 6 महानगरपालिका, 11 उपमहानगरपालिका, 276 नगरपालिका र 460 गाउँपालिकाहरू पर्दछन्। त्यसै गरी प्रश्न नम्बर 18 मा रहेको छ पानीको रासायनिक सूत्र के हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए H2, अप्सन बी CO2, अप्सन सी H2O, अप्सन डी NaCl। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी H2O। पानी हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ। यसमा हाइड्रोजनका 2 भाग र अक्सिजनको 1 भाग हुने भएकाले यसको रासायनिक सूत्र H2O हो। त्यसै गरी प्रश्न नम्बर 19 मा रहेको छ नेपालको सबैभन्दा लामो राजमार्ग कुन हो। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए त्रिभुवन राजपथ, अप्सन बी पृथ्वी राजमार्ग, अप्सन सी महेन्द्र राजमार्ग, अप्सन डी BP राजमार्ग। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी महेन्द्र राजमार्ग। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको महेन्द्र राजमार्ग, जो कि पूर्व पश्चिम राजमार्गको नामले पनि चिनिन्छ, नेपालको सबैभन्दा लामो राजमार्ग हो। यसको लम्बाइ 1027.67 किलोमिटर रहेको छ। त्यसै गरी प्रश्न नम्बर 20 मा रहेको छ विश्वको सर्वोच्च शिखर सगरमाथा कुन जिल्लामा पर्दछ। यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए सङ्खुवासभा, अप्सन बी ताप्लेजुङ, अप्सन सी दोलखा, अप्सन डी सोलुखुम्बु।
यो प्रश्नको सही उत्तर रहेको छ अप्सन डी सोलुखुम्बु। सगरमाथा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङलामु गाउँपालिकामा पर्दछ। यो सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवस्थित रहेको छ। त्यसैगरी प्रश्न नम्बर 21 मा रहेको छ नेपालको मरुभूमि डिजर्ट अफ नेपाल भनेर कुन जिल्लालाई चिनिन्छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए मनाङ, अप्सन बी मुस्ताङ, अप्सन सी डोल्पा, अप्सन डी होम्ला। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी मुस्ताङ। मुस्ताङ जिल्लामा कम वर्षा हुने र भौगोलिक बनावट सुक्खा मरुभूमि जस्तै देखिने हुनाले यसलाई नेपालको मरुभूमि वा मरुभूमिको जिल्ला पनि भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 22 मा रहेको छ सौर्यमण्डलको कुन ग्रहलाई रातो ग्रह रेड प्लानेट भनिन्छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए मंगल ग्रह, अप्सन बी बुध ग्रह, अप्सन सी शुक्र ग्रह, अप्सन डी शनि ग्रह। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए मंगल ग्रह। मंगल ग्रहको सतहमा आइरन अक्साइडको मात्रा बढी हुने भएकाले यो टाढाबाट हेर्दा रातो देखिन्छ, त्यसैले यसलाई रेड प्लानेट पनि भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 23 मा रहेको छ नेपाली साहित्यमा आदिकवि भनेर कसलाई चिनिन्छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए लक्ष्मीप्रसाद देवकोटा, अप्सन बी मोतीराम भट्ट, अप्सन सी भानुभक्त आचार्य, अप्सन डी लेखनाथ पौडेल। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी भानुभक्त आचार्य। संस्कृत रामायणलाई नेपाली भाषामा अनुवाद गरी नेपाली भाषा साहित्यको श्रीवृद्धिमा पुर्याएको योगदानको कदर गर्दै भानुभक्त आचार्यलाई नेपाली साहित्यको आदिकवि भनेर भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 24 मा रहेको छ पर्यटकहरूको प्रमुख आकर्षण फेवाताल कुन जिल्लामा पर्दछ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए स्याङ्जा, अप्सन बी तनहु, अप्सन सी लमजुङ, अप्सन डी कास्की। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन डी कास्की। पोखरा उपत्यकामा रहेको फेवाताल कास्की जिल्लामा पर्दछ। तालको बीचमा तालबाराही मन्दिर अवस्थित छ र माछापुच्छ्रे हिमालको छाया यस तालमा देखिन्छ। त्यसैगरी प्रश्न नम्बर 25 मा रहेको छ सगरमाथाको नयाँ उचाइ कति कायम गरिएको छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए 8848 मिटर, अप्सन बी 8848.48 मिटर, अप्सन सी 8848.86 मिटर, अप्सन डी 8850 मिटर। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी 8848.86 मिटर। नेपाल र चीन सरकारले संयुक्त रूपमा मापन गरेपछि 2077 मङ्सिर 23 गते सगरमाथाको नयाँ उचाइ 8848.86 मिटर घोषणा गरिएको हो। त्यसैगरी प्रश्न नम्बर 26 मा रहेको छ नयाँ नेपाल भनेर चिनिने नेपालका 4 जिल्ला कुन कुन हुन्? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए बाँके बर्दिया कैलाली र कञ्चनपुर, अप्सन बी दाङ बाँके बर्दिया र सुर्खेत, अप्सन सी कास्की स्याङ्जा पर्वत र म्याग्दी, अप्सन डी चितवन नवलपरासी रूपन्देही र कपिलवस्तु। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए बाँके बर्दिया कैलाली र कञ्चनपुर। नेपालको पश्चिम भागमा पर्ने यी 4 जिल्लाहरू विक्रम सम्वत 1816 को सुगौली सन्धिपछि इस्ट इन्डिया कम्पनी भारतमा गएका थिए। पछि जङ्गबहादुर राणाले विक्रम सम्वत 1917 मा फिर्ता लगाएपछि यी जिल्लाहरूलाई नयाँ नेपाल भनिएको हो। त्यसैगरी प्रश्न नम्बर 27 मा रहेको छ नेपालको पहिलो कलेज कुन हो? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए त्रिचन्द्र कलेज, अप्सन बी दरबार हाई स्कुल, अप्सन सी पद्मकन्या क्याम्पस, अप्सन डी अमृत साइन्स कलेज। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए त्रिचन्द्र कलेज। नेपालको पहिलो कलेज त्रिचन्द्र कलेज हो। यसको स्थापना विक्रम सम्वत 1975 मा राजा त्रिभुवन र प्रधानमन्त्री चन्द्रशमशेरको नाममा गरिएको थियो। त्यसैगरी प्रश्न नम्बर 28 मा रहेको छ सबैभन्दा धेरै आँखा भएको जीव कुन हो? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए माकुरा, अप्सन बी पुतली, अप्सन सी मौरी, अप्सन डी झिंगा। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी पुतली। पुतलीका आँखामा हजारौं साना लेन्सहरू हुन्छन्। यसलाई कम्पाउन्ड आइज पनि भनिन्छ, जसले गर्दा यसलाई सबैभन्दा धेरै आँखा भएको जीव मानिन्छ। त्यसैगरी प्रश्न नम्बर 29 मा रहेको छ नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो? यो प्रश्नका लागि अप्सनहरू रहेका छन् अप्सन ए छोरोल्पा हिमताल, अप्सन बी इम्जा हिमताल, अप्सन सी तिलिचो ताल, अप्सन डी राडा ताल। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन ए छोरोल्पा हिमताल। दोलखा जिल्लामा पर्ने छोरोल्पा हिमताल नेपालको सबैभन्दा ठूलो हिमताल हो। यो समुद्र सतहबाट 4580 मिटरको उचाइमा रहेको छ। त्यसैगरी प्रश्न नम्बर 30 मा रहेको छ मानव शरीरमा रगतको काम के हो?
यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए अक्सिजन ओसार पसार गर्ने, अप्सन बी तापक्रम नियन्त्रण गर्ने, अप्सन सी रोग प्रतिरोधात्मक क्षमता बढाउने, अप्सन डी माथिका सबै। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन डी माथिका सबै। रगतले शरीरका कोशिकाहरूमा अक्सिजन र पोषक तत्व पुर्याउने विकारहरू जम्मा गर्ने, शरीरको तापक्रम मिलाउने र सेता रक्तकोष मार्फत रोगसँग लड्ने काम गर्दछ। त्यसैगरी प्रश्न नम्बर 31 मा रहेको छ सप्तकोशी नदीको सबैभन्दा ठूलो सहायक नदी कुन हो? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए सुनकोशी नदी, अप्सन बी तामाकोशी नदी, अप्सन सी अरुण नदी, अप्सन डी इन्द्रावती नदी। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी अरुण नदी। सप्तकोशीका 7 सहायक नदीहरूमध्ये पानीको बहावका आधारमा अरुण नदी सबैभन्दा ठूलो नदी हो। यो नदी तिब्बतबाट बगेर आउने गर्दछ। त्यसैगरी प्रश्न नम्बर 32 मा रहेको छ कोष यानि कि सेलको पावर हाउस भनेर कसलाई चिनिन्छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए न्युक्लियस, अप्सन बी माइटोकोन्ड्रिया, अप्सन सी राइबोजम, अप्सन डी साइटोप्लाज्म। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी माइटोकोन्ड्रिया। कोशिकाहरूलाई आवश्यक पर्ने शक्ति उत्पादन गर्ने काम माइटोकोन्ड्रियाले गर्ने भएकाले यसलाई पावर हाउस अफ द सेल भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 33 मा रहेको छ नेपालको इतिहासमा जिउँदो सिंह भनेर कसलाई चिनिन्छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए बलभद्र कुँवर, अप्सन बी भक्ति थापा, अप्सन सी भीमसेन थापा, अप्सन डी अमरसिंह थापा। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन डी अमरसिंह थापा। नेपाल अंग्रेज युद्धमा देखाएको अदम्य साहस र वीरताका कारण बडाकाजी अमरसिंह थापालाई जिउँदो सिंह यानि कि लिभिङ लायनको उपाधि दिइएको छ। त्यसैगरी प्रश्न नम्बर 34 मा रहेको छ सूर्योदयको देश ल्यान्ड अफ द राइजिङ सन भनेर कुन देशलाई चिनिन्छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए नर्वे, अप्सन बी जापान, अप्सन सी बेलायत, अप्सन डी फिनल्यान्ड। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी जापान। जापान विश्वको पूर्वी भागमा अवस्थित भएकाले त्यहाँ सबैभन्दा पहिले सूर्य उदाउँछ भन्ने मान्यताका साथ यसलाई सूर्योदयको देश भनिन्छ। जापानी भाषामा यसलाई निप्पोन भनिन्छ जसको अर्थ सूर्यको उद्गम स्थल हुन्छ। त्यसैगरी प्रश्न नम्बर 35 मा रहेको छ नेपालको सबैभन्दा धेरै पानी पर्ने ठाउँ कुन हो? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए जिरी दोलखा, अप्सन बी लुम्ले कास्की, अप्सन सी गलायाङ स्याङ्जा, अप्सन डी दमक झापा। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी लुम्ले कास्की। कास्की जिल्लाको लुम्लेमा नेपालमै सबैभन्दा बढी वर्षा हुने गर्दछ, त्यसैले यसलाई नेपालको चेरापुञ्जी पनि भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 36 मा रहेको छ झोलुङ्गे पुलको जिल्ला डिस्ट्रिक्ट अफ सस्पेन्सन ब्रिज भनेर कुन जिल्लालाई चिनिन्छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए पर्वत, अप्सन बी बागलुङ, अप्सन सी मेग्दी, अप्सन डी गुल्मी। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी बागलुङ। बागलुङ जिल्लामा धेरै झोलुङ्गे पुलहरू रहेका छन्। त्यहाँका खोलानालामा आवतजावत गर्न प्रशस्त पुलहरू निर्माण गरिएकाले यसलाई यो उपनाम दिइएको हो। त्यसैगरी प्रश्न नम्बर 37 मा रहेको छ सौरमण्डलको सबैभन्दा ठूलो ग्रह कुन हो? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए शनि ग्रह, अप्सन बी बृहस्पति ग्रह, अप्सन सी अरुण ग्रह, अप्सन डी पृथ्वी ग्रह। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी बृहस्पति ग्रह। बृहस्पति ग्रह सौरमण्डलको सबैभन्दा ठूलो ग्रह हो। यो यति ठूलो छ कि यसभित्र 1300 वटा पृथ्वी अटाउन सक्छन्। यसलाई ग्रहहरूको राजा किङ अफ द प्लानेट पनि भनिन्छ। त्यसैगरी प्रश्न नम्बर 38 मा रहेको छ विक्रम सम्वत कसले चलाएका हुन्? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए राजा मानदेव, अप्सन बी राजा अंशुवर्मा, अप्सन सी राजा विक्रमादित्य, अप्सन डी राजा जयस्थिति मल्ल। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी राजा विक्रमादित्य। भारतका उज्जैनका राजा विक्रमादित्यले विक्रम सम्वत सुरु गरेका हुन्। यो नेपालको आधिकारिक पात्रो हो र यो ईस्वी सम्वत भन्दा 57 वर्ष जेठो छ। त्यसैगरी प्रश्न नम्बर 39 मा रहेको छ स्वस्थ मानिसको मुटु 1 मिनेटमा औसत कति पटक धड्किन्छ? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए 50 देखि 60 पटक, अप्सन बी 60 देखि 100 पटक, अप्सन सी 100 देखि 120 पटक, अप्सन डी 40 देखि 50 पटक। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन बी 60 देखि 100 पटक। एक स्वस्थ वयस्क मानिसको मुटु विश्रामको अवस्थामा प्रति मिनेट 60 देखि 100 पटक धड्किन्छ।
सामान्यतया 72 पटकलाई औसत मानिन्छ। त्यसैगरी प्रश्न नम्बर 40 मा रहेको छ नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज कुन हो? यो प्रश्नका लागि अप्सनहरू रहेका छन्। अप्सन ए शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, अप्सन बी खप्तड राष्ट्रिय निकुञ्ज, अप्सन सी रारा राष्ट्रिय निकुञ्ज, अप्सन डी बाँके राष्ट्रिय निकुञ्ज। यो प्रश्नको सही उत्तर रहेको छ अप्सन सी रारा राष्ट्रिय निकुञ्ज। रारा राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज हो। यसको क्षेत्रफल 106 वर्ग किलोमिटर मात्र रहेको छ। यो मुगु र जुम्ला जिल्लामा फैलिएको छ। आजका यी जानकारीहरू तपाईलाई कस्तो लाग्यो? आशा छ यी प्रश्नोत्तरहरूले तपाईको तयारीमा पक्कै पनि मद्दत पुर्याउनेछन्। आजको लागि यति नै। अर्को महत्त्वपूर्ण भिडियोमा फेरि भेटौँला। म राजबलबासे बिदा हुन्छु। नमस्ते, जय नेपाल।